चित्त गुफा यो एकदम रमाइलो भयो विशेष गरी कान्छीजीलाई धेरै धेरै धन्यवाद उहाँको ड्राइभिङ सेन्टर पनि बन्दीपुर ड्राइभिङ सेन्टर पनि पहिले हामी त्यहाँ पुग्यौँ उहाँले पहिले गहिरोमा लानुभयो अनि त्यसपछि डाँडामा ल्याउनु भयो आउँदाखेरि यति हिँड्नुपर्छ भन्ने थाहा भयो आइ नै थियो कन्फर्म थियो होइन कन्फर्म आयो न पछि आयो त्यही त कन्फर्म होइन हामी यति हिँड्न पर्ने थियो भने आइ नै थियो हामी तर अब गुफा हो आइसक्यौँ भने फेरि कान्छीजीले टर्च सर्च लिएर पुरै डर लाग्दै थियो अनि डर साहबले चाहिँ बिचमा एकदम फर्क्यो भन्छ कि भनेर मैले के त अरे फर्किने तपाईँकै डिसिजन मैले के भन्ने अब अरू तर भित्र गइसकेपछि म सुरुमा डराएँ यस्तो जाने यतापट्टि होइन पानी जस्तो नकेही खसिहाल्छ कसलाई बचा भन्नु मान्छे खोज्दैन हामी बाहेक तर अब अझै होइन जानुपर्छ त जानुपर्छ त्यो माथिको आकृतिहरू यताउता हेर्दा चाहिँ यो चाहिँ यस्तो अमेजिङ यस्तो गुफाईको चाहिँ महत्त्व चाहिँ हो भने यो एकदम सिधै गुफा बेच्नु चाहिँ सबैजना आउनु पर्यो यहाँ चाहिँ बस यो यस्तो रमाइलो ठाउँ यस्तो एउटा जिन्दगीको नयाँ अनुभव यो रमाइलो गर्दै अब हामी लाग्छ होला अब